Good afternoon, सबैजना म सचिव यङ इनोभेसन्सबाट PhD डेभलपर अनि आजको मेरो टपिक हुन्छ अटोमेटेड टेस्ट विथ PhD युनिट इज अ पजल कन्टिन्युअस इन्टिग्रेसन इज फर्स्टमा अटोमेटेड युनिट टेस्टिङ भनेको के हो तीनवटा वर्ड छ अटोमेटेड युनिट एन्ड टेस्टिङ भनेको अटोमेटेड हो जुन चाहिँ युनिट टेस्ट हो जुन चाहिँ टेस्ट गर्नेले युनिट टेस्ट भयो विच आर अटोमेटेड फर्स्ट अफ अल अब युनिट टेस्ट भनेको के हो यहाँ गर्छौँ कसैले युनिट टेस्ट कतिजना युनिट टेस्ट गर्नुहुन्छ तपाईँहरूले गर्नुहुन्छ ओके ठिक छ त्यसमा युनिट टेस्ट भनेको के हो त भन्दाखेरि दे आर जस्ट कोड अब कोड लेखेको हामीले लेखेको कोडलाई टेस्ट गर्ने अर्को कोड हो युनिट टेस्ट चाहिँ युनिट किन भनेको भन्दाखेरि त्यो किनभने अब एउटा युनिट अफ वर्क सिङ्गल युनिट अफ वर्कलाई टेस्ट गर्ने भनेको एउटा मात्र काम एट अ टाइम एउटा टेस्टले एउटा मात्रै कामलाई टेस्ट गर्नु त्यसरी युनिट टेस्ट होइन अब अटोमेटेड युनिट टेस्ट भनेको चाहिँ अब हामीले कुनै एउटा अटोमेट गर्नलाई एउटा केही टुल युज गर्छौँ अनि त्यसपछि हामीले आफ्नो टेस्ट रन गर्छौँ त्यसपछि बेसिकली सफ्टवेयर अब हुन्छ नि हामीले आफ्नै टेस्ट हाम्रो आफ्नै कोडलाई टेस्ट गर्न लेखेको एउटा अर्को प्रोग्रामै हो अनि किन हामीले टेस्ट किन लेख्छौँ अब टेस्ट लेखै बस्छ भन्ने छ नि टेस्ट नलेखेमा हाम्रो कोड नराम्रो हुने टेस्ट लेखेमा कोड राम्रो हुने त्यस्तो भन्ने केही पनि हुँदैन तर टेस्ट लेख्यो भने अब त्यो फर्स्ट थिङ त एररहरूबाट टेस्ट गर्छ एररहरूलाई टेस्ट गर्छ हामीले आफूले म्यानुअल टेस्ट नगर्नुपर्ने गरी अटोमेटेड यिनीहरूले हाम्रो कोडमा के पाउँछ के एरर छ हामीले पत्ता लगाउँछ त्यसपछि यिनीहरू अटोमेटेड भएको कारणले अब हामीले एकचोटि रन गऱ्यो त्यसपछि के पनि गर्दैन सबै कुराहरू आफै गर्छ अब टेस्ट लेख्नु चाहिँ पर्छ अब यसले हामीले युनिट टेस्ट चाहिँ पर्टिकुलरली किन लेख्ने भन्ने एउटा कारण भनेको युनिट टेस्ट लेख्नलाई एकदम धेरै रिसोर्स चाहिँदैन एकदम धेरै अब त्यो सबैले गर्न सक्ने कुरा डेभलपर उसले नै आफैले गर्नुपर्छ त्यसैले अब त्यो सबैभन्दा फास्टेस्ट टेस्ट अरू सबै टेस्टहरूमा सबैभन्दा फास्टेस्ट टेस्ट हो अनि त्यसपछि सबैभन्दा धेरै कभरेज कोड कभरेज दिने भनेको युनिट टेस्ट नै हो बेसिकली अब हाम्रो टेस्टहरू भनेको धेरै डिफ्रेन्ट एकदमै धेरै टाइप छ तर बेसिकली भन्नुपर्दाखेरि युनिट टेस्ट फङ्सनल टेस्ट र इन्टिग्रेसन टेस्ट छ युनिट टेस्ट भनेको मैले जुनको बारेमा भन्नु लाग्छु फङ्सनल टेस्ट भनेको चाहिँ अब हाम्रो एप्लिकेसनले प्रपर्टी फङ्सन गरेको छ कि छैन अब यो फङ्सनल टेस्ट अब भनौँ न युनिट टेस्ट चाहिँ तर त्यो रियल टाइम धेरै रियल टाइम तर अझ धेरै कुराहरू छ अनि इन्टिग्रेसन टेस्ट भनेको चाहिँ हाम्रो कोड नयाँ कोड हाम्रो मास्टरीको जानु अगाडि गर्ने टेस्ट हो जुन भनेको हामीले त्यो चाहिँ अब इन्टिग्रेट भइसकेपछि के पनि त्यसले ब्रेक गर्दैन भन्ने प्रुभ गर्ने टेस्ट हो इन्टिग्रेसन टेस्ट भयो युनिट टेस्ट भनेको फर्स्ट चाहिँ युनिट टेस्टले एकदमै अघि नै मैले भने जस्तै एकदमै सबैभन्दा सानो पार्ट एउटा युनिट सिङ्गल युनिटलाई टेस्ट गर्ने हो एउटा फङ्सनले केही अब एउटा मान्छे भन्ने अब्जेक्ट पाउँछ है त्यो मान्छे भन्ने पाउँछ भने मात्रै टेस्ट डिपेन्ड गर्छ युनिट टेस्ट भनेको डेटाबेस इन्डिपेन्डेन्ट हुन्छ डेटाबेसबाट केही पनि रेकर्ड तान्दैन केही पनि रेकर्ड लाँदैन एक्चुअल एजुकेसन भइरहेको जस्तै गरेर तर त्यसले चाहिँ अब त्यसलाई चाहिँदैन सबै कुराहरू ऊ आफै एउटा आफ्नो स्यान्ड बक्स जस्तोमा हुन्छ अनि फाइल सिस्टममा केही पनि डिपेन्डेन्स हुँदैन त्यसैले युनिट टेस्ट भनेको आइसोलेटेड हुन्छ किनभने उनीहरू आफ्नो मात्रै घर बस्छ एउटा टेस्ट इज नट डिपेन्डेन्ट अन दि अदर टेस्ट कुनै पनि अर्को टेस्टमा चाहिँ डिपेन्डेन्ट हुँदैन अनि दे आर डिटर्मिनिस्टिक भन्नुको मतलब चाहिँ कुनै टेस्ट एउटा टेस्ट रन गर्ने बेलामा त्यसको रिजल्ट कि ट्रु कि फल्स छ भनौँ कि पास कि फेल हुनुपर्छ भनेको कहिले पास हुने कहिले फेल हुने अब त्यस्तो केसहरूलाई चाहिँ त्यस्तो केसेस आयो भने त्यो राम्रो त्यो टेस्ट भएन कि त्यसो हुनु हुँदैन किन डिटर्मिनिस्टिक नै हुन्छ अनि पछि यी सबै कारणले गर्दाखेरि यिनीहरू चाहिँ एकदम फास्ट हुन्छ यिनीहरूलाई अरू केहीसँग हुन्छ आफ्नो कम्पनी उनीहरूको आफूमै रहन्छ अनि त्यसपछि त्यसरी फास्ट हुन्छ सबैभन्दा धेरै किन वाइ डु आई युनिट टेस्ट अब युनिट टेस्ट लेख्नुको मतलब हामीले कोड लेखेको कोड लेखेर टेस्ट रन गर्छ टेस्ट रन गऱ्यो भने मात्रै ए ल यो पास भयो भने ए ल ठिक छ यो अब पुस गर्न लायक भयो भनेर भन्छ अब त्यो भनेको यसले हामीले एउटा केही फिचर सकाउने बित्तिकै अथवा केही काम गर्ने बित्तिकै सकिने बित्तिकै त्यो चाहिँ अब रिलायबल छ कि छैन त भन्ने कुरा पहिल्यै पत्ता लगाउँछ तिनीहरू सबभन्दा छिटो हुन्छ भने अनि पछि दे फेसिलिटेट चेन्ज यो पोइन्टलाई एक्सप्लेन गर्नलाई अब
भनौँ पहिला एउटा सर्टन लाइफमा छ केही फिचरहरू अब आफ्नो प्रोजेक्ट छ एप्लिकेसन अनि पछि त्यसमा नयाँ कुराहरू केही एड भएछ पहिलाको टेस्ट हुन्छ मिन्स वेयर पासिङ त्यो बेलामा चेन्ज नभएको बेलामा पास भएर अहिले हामीले चेन्ज गऱ्यौँ अनि त्यसको लागि अर्को टेस्ट सिलेक्सन फी त्यो चेन्ज भएको कोडको लागि टेस्ट सिलेक्सन भयो त्यो पास नभएसम्म त अब त्यो चेन्ज कहीँ ब्रेक भयो भनेपछि त पास त भएन हामीले त्यसलाई त अब लाइभ बनाउनु मिल्दैन त्यसरी अब टेस्ट छ भने पनि त्यसले चेन्ज गर्नलाई मान्छेहरूलाई चेन्ज गर्नलाई के चेन्ज गर्न दिन्छ सजिलोले दे आर गुड डकुमेन्टेसन्स भनेको हामीले केही गर्ने अब अरू कोड हेर्ने बेलामा उनीहरूको युनिट टेस्ट हेऱ्यो भने के कहाँ के भइरहेको छ भनेर एक्ज्याक्टली त नहोस् अलिकति राम्रो थाहा हुन्छ कोड मात्रै हेर्ने भन्दा टेस्टले गरेर पनि थाहा हुन्छ किनभने त्यसले चाहिँ त्यो एभ्री फङ्सनमा के भइरहेको छ त्यहाँभित्र के जानुपर्ने हो के आउनुपर्ने हो के आइरहेको छ सबै कुरा भन्छ अनि बेसिकली रमाइलो पनि छ जब जब पास हुन्छ त्यो बेला रमाइलो छ अनि लेख्नु गाह्रो यस्तो एउटा पनि रिजन त्यस्तो त्यो भनेको जस्तो अब भनौँ न आफै पनि हुनसक्छ आफ्नो कोही हाएर पनि हुनसक्छ होइन आफ्नो कोडले गरेर अरूको टाउको खाइ नहोस् भनेर पनि हामीले लेख्छौँ यस भनेको अब युनिट टेस्टलाई अझै अलिकति धेरै एक्सप्लेन गर्नको लागि चाहिँ हामीसँग मार्टिन फाउलरको एउटा टेस्ट पिरियड भन्ने कन्सेप्ट छ यसले के हुन्छ भन्दाखेरि युनिट टेस्ट आर द फर्स्ट लेभल अफ टेस्ट यसपछि सर्भिस लेभल भनेको हाम्रो अब ल त्यो इन्टिग्रेसन टेस्ट फङ्सनल टेस्ट आउँछ अनि युआई टेस्ट हामी सबभन्दा टप लेभलको भयो जुन अब मान्छेले गर्छ अन्त त्यसलाई पनि अल्टरनेट त बनाइन्छ युनिट टेस्टले अब यो फिगरमा हेरेको हुन्छ सबभन्दा धेरै एरिया लिएको भनेको युनिट टेस्ट सबभन्दा धेरै कभरेज प्रोभाइड गर्छ किनभने हरेक फङ्सन एउटा फङ्सनलाई टेस्ट गर्नु पाउँछ हामीले युनिट टेस्ट गर्ने बेलामा सो युनिट टेस्ट आर अब फेमो मस्ट त भन्दिनँ कतिको लागि त हुँदैन तर लेखेको राम्रो युनिट टेस्ट कसरी हेर्ने हाउ डु वी राइट युनिट टेस्ट लेख्नलाई पहिला सुरु हामीसँग केलाई टेस्ट गर्ने हो त्यो एउटा क्लास हुनु पऱ्यो अथवा कोड हुनु पऱ्यो भनौँ अनि त्यसपछि अब हामीले अघि भनेको त्यो युनिट टेस्ट भनेको अरूमा केमा पनि डिपेन्ड हुँदैन उसको फाइल सिस्टमहरूसँग इन्टरेक्सन यस्तो हुँदैन डेटाबेसमा सुकै इन्टरेक्सन हुँदैन त्यसैको लागि हामी चाहिँ अब त्यो क्लासमा कोड रन गर्नलाई चाहिने कुराहरू हामी चाहिँ मक गर्छौँ त्यो ब्यालेन्सहरू मक गर्छौँ मक गर्ने के हो त भन्दाखेरि अब मक गर्नु भनेको केही चिजलाई गरे जस्तो गरेर हुने हो अब यहाँ के भइरहेछ भने त्यसलाई एक्चुअलमा नभइकन भएको जस्तो बनाउने हो अनि त्यसको लागि चाहिँ हामीले युज गर्ने भनेको एउटा मकबिल्डी भन्ने फ्रेमवर्क छ त्यसले चाहिँ के गर्दैन जस्ट डिपेन्डेन्सीहरूलाई मक गर्छ हामीले डिपेन्डेन्सीहरू एक्चुअलमा पास गरेर राख्नुभन्दा त्यहाँ मक अब्जेक्टहरू पठायो भने अब त्यसको डिपेन्डेन्सीहरू अब त्यो इन्डिपेन्डेन्ट भयो नि त मकबिल्डी हामीले युज प्रोसाइडली किन अब युज गऱ्यो भन्दाखेरि अब एक त सजिलो छ पिएचपीसँग एकदमै सजिलो एजुकेट हुन्छ त्यसपछि स्ट्याटिक मेथड्सहरू पनि मक गर्न दिन्छ अनि त्यसपछि डिपेन्डेन्सिज मक गरिसकेपछि हामीले हाम्रो टेस्ट लेख्छौँ टेस्ट लेखिसकेपछि कुन चाहिँ अब मेथडको टेस्ट गरेको त्यो मेथडलाई चाहिँ ट्रिगर गर्छौँ भनेको हामीले यो सर्टन भ्याल्युजहरू पठाएर हामी एक्चुअल टेस्ट सुटमा चाहिँ ट्रिगर गर्छौँ अनि त्यसपछि अब हामीले पठाएको भ्याल्युजहरू भनौँ सर्टन छ अनि त्यस त्यो अनुसार एउटा यस्तो टाइपको भ्याल्युहरू आउनुपर्छ अथवा यस्तो टाइपको रिजल्ट आउनुपर्छ भनेर हामी टेस्टमा लेखेको हुन्छौँ अनि त्यही अनुसार हामी टेस्ट फेल भयो कि टेस्ट पास भयो भनेर गर्न सक्छौँ यो एउटा इक्जाम्पल एउटा जस्ट सिम्पल एकदमै बेसिक इक्जाम्पल हो एउटा क्लास छ त्यसपछि त्यसमा एउटा कन्स्ट्रक्टर छ अनि एउटा पर्सन भन्ने क्लास चाहिँ त्यसको एउटा डिपेन्डेन्सी हो अनि एउटा क्रिएट भन्ने क्रिएट भन्ने मेथडले चाहिँ पर्सन क्लासको क्रिएट मेथडलाई कल गर्छ विथ त्यो आएको डिटेल्स अनि त्यसले चाहिँ रिटर्न गर्छ त्यो रिटर्न गर्छ अब भनौँ कि एउटा इक्जाम्पल अनि सेम यो अब हामीले कुनै क्लासलाई टेस्ट गर्छौँ है एउटा टेस्ट जस्तो लेख्नुपर्छ एउटा टेस्ट केस लेख्नुपर्छ टेस्ट केसमा फर्स्ट अफ अल हामीले कन्स्ट्रक्टर लेखेको जस्तै एउटा सेटअप फङ्सन हुन्छ यो चाहिँ पिएचपी युनिटमा हो है अनि त्यसपछि एउटा अर्को चाहिँ ट्रेनर भन्ने मेथड हुन्छ अनि पेरेन्ट कन्स्ट्रक्टर कल गरेको जस्तै सबै कुराहरू सेटअप गर्छौँ अनि त्यसपछि हामीले जुन डिपेन्डेन्सी हो हामी चाहिँ मक गर्छौँ थ्रु मकबिल्डी अनि मकबिल्डीले चाहिँ त्यसलाई एउटा मक अब्जेक्ट दिन्छ जुन चाहिँ एक्चुअलीमा त्यही हो तर त्यो मक भयो अनि त्यसपछि हाम्रो क्लासलाई पनि एक्सटेन्सन गर्छौँ विथ द डिपेन्डेन्सी हामीले साँच्चैको क्लास पर्सन क्लास पठाइरहेको छैनौँ कि हामी एउटा मक पर्सन क्लासको मक अब्जेक्ट पठाइरहेको छौँ हाम्रो इक्जामको भाषा
अनि अघि क्रिएट मेथडको टेस्ट भनेको चाहिँ अब सिम्पली भन्नुपर्दाखेरि अघि दिस पर्सन भनेको हाम्रो मकको मक अब्जेक्ट जुन चाहिँ यतापट्टि चाहिँ पर्सन क्लास हो। पर्सन क्लासको त्यसले हाम्रो क्रिएट मेथडले पर्सन क्लास क्रिएट भन्ने मेथड कल गर्छ एकचोटि कल गर्छ। अनि विथ अब एउटा हामीले यहाँ टाइप हिट गरेर जस्तै हामीले यहाँ एरे भन्ने टाइप हिट गरेर भएकोले तपाईँको एरे पास गरिरहेको छौँ विथ सर्टन एट्रिब्युट। अनि अब यसले रिटर्न गर्छ के त अब एउटा पर्सन रिटर्न गर्छ अनि रिटर्न छ। यो पढ्नलाई पनि सजिलो छ, रिडेबल पनि छ एकदमै, अनि बुझ्नु पनि बुझ्छौँ। अनि यो होल अब हाम्रो क्रिएट मेथड चाहिँ के रिटर्न गर्छ भने चाहिँ सेकेन्ड लाइन अफ कोड चाहिँ त्यो भन्छ जस्ट अ सर्टेन इन्स्टेन्स अफ क्लास पर्सन when the create method of example class is called भने जस्तै हो। अब हामीले यो क्रिएट एक्जाम्पल क्लास क्रिएट मेथड कल गर्ने बेला यो मेथडलाई के कल गर्नुपर्छ के रिटर्न गर्नुपर्छ भनेको चाहिँ यो हामीले कोडमा दिएको चाहिँ यो क्लासको नेम सिरिज यति हो। खास युनिट टेस्ट गर्नु भनेको चाहिँ अब राम्रो युनिट टेस्ट कसरी लेख्ने, अब हामीले टेस्ट लेख्यो पास भयो भने चाहिँ राम्रो भनेको हुँदैन। तर राम्रो युनिट टेस्ट कसरी लेख्ने भन्दाखेरि फर्स्ट अफ अल प्रोजेक्टको स्ट्रक्चर त इम्पोर्टेन्ट त भइहाल्छ प्रोजेक्टमा। टेस्ट अब हामीले टेस्ट केसेसहरू टेस्टको पनि हो दिनको स्ट्रक्चर पनि त्यही अनुसार गऱ्यो भने राम्रो हुन्छ। भन्नुको मतलब प्रोजेक्ट नेम स्पेसेसहरूलाई हामीले सिमिलरिटी गर्नु पऱ्यो भने अब यो के क्लासको टेस्ट हो भनेर यति पनि थाहा हुन्छ सजिलै। त्यसैले स्ट्रक्चर त एकदमै इम्पोर्टेन्ट छ। नेमिङ हामीले मेथडहरूको नेमहरू जस्तै अब नेमिङ त कोडमा कोडिङ गर्नु बेला भनेको नेमिङ हामीले एकदमै कन्सिस्टेन्ट कुरा हुनुपर्छ। त्यसैले टेस्टमा पनि नेमिङ होस्। अनि अब सबै कुराहरूलाई मकबाट सबै कुनै पनि हामीले केही पनि छुटाउनु हुँदैन, एभ्रिथिङ निड्स टु बी मक। अनि त्यसपछि हामीले कोड पनि यसरी लेख्नु पऱ्यो कि त्यसलाई पनि हामीले मक गर्न सक्छौँ भनेको हामीले त्यसको लागि टेस्ट गर्छौँ। अब कुनै मेथड छ हामीले कलै गर्न मिल्दैन, अब प्राइभेट मेथड प्रोटेक्टेड मेथडहरू छ भने त्यस्तो मेथडलाई कल गर्ने बेला त्यसको टेस्ट एउटै कुरा नै टेस्ट कसो गर्न त। तर कुनै पनि हुन्छ मेथडहरू नै एकदम ठुलो होइन, त्यसमा धेरै कुराहरू गरिरहेको छ भने त्यसलाई पनि अब हामीले त्यहाँ त्यो मेथडले डिफ्रेन्ट सिनारियोज डिफ्रेन्ट केसहरू ह्यान्डल गर्छ। एभ्री केसको लागि हामी छुट्टै छुट्टै गर्ने एभ्री सिनारियोको लागि पनि हामी छुट्टै छुट्टै टेस्ट गर्न सक्छौँ। हामीले जहिले पनि एउटै सिङ्गल युनिट अफ वर्कको लागि नै हामी टेस्ट गर्छौँ। अनि सबै टेस्टहरूको सेल्फ सफिसियन्ट हुनुपर्छ। भनेको अघि नै कुरा उनीहरूलाई अरू केहीसँग इन्टरेक्सन गर्नुपर्ने यता भयो भने त्यो टेस्ट त्यो अहिले धेरै नै टेस्टिङ फ्रेमवर्कहरू एभाइलेबल छ हामीसँग, जस्तै पिएचपी युनिट, पिएचपी स्पेक, कन्सेप्सन, सिम्पल टेस्ट। तर अब पिएचपी युनिट चाहिँ अहिलेसम्मको सबैभन्दा मोस्ट अब पपुलर अहिलेसम्म सबैभन्दा धेरै पपुलारिटी गेन गरेको टेस्टिङ फ्रेमवर्क भएकोले अब हामीले पनि दिएको छौँ, सजिलो पनि छ। अनि टेस्टमा जहिले पनि हाम्रो ग्रिन भनेको पासिङ हो, कलर रेड भनेको नराम्रो कलर बनाउँ होइन। किनभने अब हामी टेस्ट पास नभएसम्म हामीले कि त टेस्टमा केही प्रब्लम छ कि हाम्रो कोडमै प्रब्लम छ, त्यो दुइटा बाहेक अरू केही पनि हामीले निकाल्न सक्दैनौँ, कन्क्लुजन निकाल्न सक्दैनौँ युनिट टेस्टको केसमा। अब बोलायो कन्टिन्युस इन्डिकेसन भनेको के हो त भन्दाखेरि हामीले जस्तै एकदम धेरै ठुलो कम्पनी छ, जहिले पनि धेरै चेन्जेसहरू आइरहेको छ, फ्रिक्वेन्ट आइरहेको छ भनेपछि उनीहरूले एभ्री टाइम त्यो गरेर मर्ज गरेर यतापट्टि डिप्लोय गरिराख्नु नपरोस् भनेर उनीहरूको डेभलपर्सहरूले चाहिँ जहिले पनि कोड एभ्री डे धेरैचोटि हरेक जब फिचर कम्प्लिट हुन्छ त्यस क्लास हुने बित्तिकै त्यो इन्डिकेट गर्न सक्छ। कन्टिन्युस इन्डिकेसन त्यो कन्सेप्ट हो खास चाहिँ। कन्टिन्युस इन्डिकेसनको काम चाहिँ के हो त भन्दाखेरि हामीले अब फिचर लेख्यौँ, फिचर लेखेर हाम्रोमा बाद के भन्छ टेस्टहरू रन गऱ्यौँ। अनि त्यसपछि हामीले पुस गर्छ। अब पुस गरेर नभए त्यो मास्टरमा नगएसम्म त डिप्लोय गर्दैनौँ, हामी डिप्लोय लाइक मास्टर गएर हाल्छ भनेपछि अब हामीले टेस्ट हुन्छ नि टेस्ट रन गरेर पुस गर्ने बित्तिकै ल मर्ज भयो भन्यो भने त त्यो कन्टिन्युस भएन, हामी पनि गराउनु परेन नि, त्यो यत्तिकै भयो भन्यो भने यसलाई भनौँ त्यो पनि एउटा कन्टिन्युस इन्डिकेसनको एउटा एक्जाम्पल जस्तै भयो। तर यत्तिकै त हामीले हाम्रो लोगोमा मात्रै टेस्ट रन गरेर त्यो गऱ्यो भने के त कतिखेर के बग्छ भन्छ त्यसैले यसले हामीले जहिले पनि पुस गर्ने बेलामा उताको उनीहरूको सर्भरमा चाहिँ जहिले पनि एउटा हाम्रो आफूले लेखेको टेस्ट रन गर्छ। त्यो पास भयो कि फेल भयो त्यही अनुसार पास भयो भने त्यसले मर्ज गर्न पाउँछ अथवा भनौँ डिप्लोय गर्न पाउँछ। कन्टिन्युस डिलिभरी भनेपछि त्यस्तै एउटा टर्म भयो। अनि त्यसपछि फेल भयो भने त्यसले गर्दैन, अब यता आउँछ इमेल आउँछ इतिहास। अन्त हामीले लेख्ने कोड फिचर लेख्यौँ, अब टेस्टहरू रन गऱ्यो, हाम्रोमा के गरेर ल अब हाम्रोमा चाहिँ पास भयो
तर पछि गएर उनीहरूकोमा हाम्रोमा पास भयो तर उतापट्टि फेल भयो भने त जाँदैन नि त होइन भन्नु खोजेको एक्ज्याक्टली भन्नु ल यो मैले बिर्सेँ मैले के भनेर इकोनोमिक सिन्डिकेसन किन इम्पोर्टेन्ट भने अब यो अब सबैलाई इम्पोर्टेन्ट गर्नै पर्छ भन्ने कुरा होइन कि तर त्यो एकदम ऱ्यापिड चेन्जेसहरू जहिले पनि डिप्लोय भइरहेको छ जहिले पनि धेरै एक दिनमै धेरै कुराहरू अब हामीले डिप्लोय गर्नु परिरहेको छ इन्डिकेट कुराहरू परिरहेको छ एकदमै इम्पोर्टेन्ट छ किनभने अब पुस गर्ने बित्तिकै के प्रब्लम भयो भने थाहा भइहाल्छ त्यो जान्छ कि जाँदैन त्यो जाँदै जाँदैन हामीले युज गरेर अनि त्यसपछि फर्स्ट लेभलमै हामीले कोड त्यो के पनि टेस्ट अरू टेस्टहरू गर्नुभन्दा अगाडि नै हाम्रो बक्सहरू के छ हाम्रो कोडमा हालेर हाम्रो थ्रु युनिट टेस्ट होइन अनि त्यसको लागि हामीसँग डन्नै अब सर्भिसेसहरू छ जस्तै सिआई स्टुडियो सिआई सर्भर सिआई पोसेप त्यसमा कोअर्डिनेटर सबै कन्डिसन सर्भिसेसहरू डेलिभरी पनि गर्छन् उनीहरूले तर हामीले हाम्रो प्रोजेक्टमा अब हाम्रो हामीले काम गर्ने ठाउँमा चाहिँ युज गरेको होइन स्टुडियो सिआई किन त स्टुडियो सिआई नै युज गऱ्यौँ अब अरू जुन युज गरे पनि हुन्छ तर अब यसको आफ्नो फिचर्सहरू लिएर गरेर पनि हामीले युज गरेको यो प्राइभेटको लागि फ्री छ यसको अनि अनलिमिटेड बिल जतिवटा पनि बिलहरू गर्ने छ कुनै कुनैले चाहिँ यति प्लान छ यतिको लागि प्लान यति पैसाको प्लानको यतिवटा बिल भनेर अब यस्तो यस्तो कुनैको डिफ्रेन्ट त्यो प्लान्सहरू छ अनि डक्टर सपोर्ट भनेपछि अरू अझै डनै फिचर्सहरू पनि छ अन्त एक्ज्याक्टली सुरुवातले के गर्छ भन्दाखेरि हामी जब पुस गर्छौँ अब त्यहाँ हुन्छ एउटा स्क्रिप्ट के गर्ने भनेर हामी लेख्छौँ हामी जब पुस गर्छौँ उसको सिक्युरिटी सर्भरमा हाम्रो टेस्टहरू र हाम्रो कोडहरू त्यसले तान्छ तानेर उसको सर्भरमा चाहिँ एउटा बिल्ड रन गर्छ हामीले लेखेको टेस्ट हो भने त उनीहरूले के पनि टेस्ट लेख्दैन तर हामीले लेखेको टेस्ट उनीहरूको सर्भरमा रन गर्छ त्यही अनुसार पास भयो कि भयो त्यही अनुसार पास भएको भएन भनेर हामीलाई नोटिफाई इमेल अनि त्यसपछि अब अरू केहीमा पनि इन्टिग्रेट गर्नु सक्छौँ जस्तै डिफ्रेन्ट अब यस्तो के स्ल्याक मेसेन्जर टाइपको सर्भिसहरू पनि इन्टिग्रेट गर्न सक्छौँ यो गर्नु जस्तो गाह्रो त केही छैन हुन्छ त्यो सिल फोल्डर बायोमेल फाइल कन्फिगरेसन फाइल छ त्यहाँ हामीले अरू कन्फिगरेसन्सहरू हामीले के गर्नुपर्छ के अब हाम्रो त्यो किजहरू अब के प्रोजेक्ट सर्भर यस्तो कुराहरू एकै मान्छेपछि कतिखेर के गर्ने भनेर स्क्रिप्टमा लेखेको भने त्यति हो त अरू जस्तो छ नि एउटा इक्जाम्पल सिल फोल्डर बायोमेल फाइलको इक्जाम्पल हो यसमा डिफ्रेन्ट सर्ट थिङ्स छ यो मेरो के भन्छ स्लाइडहरू त्यो रेगुलर पेजमा छ त्यहीँ गएर हेर्नुहुन्छ हाम्रो हामी काम गर्ने ठाउँमा चाहिँ कस्तो छ भने हामीले केही लेख्यो नयाँ फिचर लेख्यो अनि त्यसपछि त्यसलाई पुस गऱ्यो पुस गर्ने बेलामा सुरुबाट एउटा बिल्ड गर्नु पर्छ त्यो बिल्ड फेल भयो भने चाहिँ हामीले गएर अब अर्को टिम मेम्बरको लागि चाहिँ अब चक्लेट त्यो गरेर अब त्यो होइन हामीले त्यो गर्छौँ अब किन भने कहिले बिर्सिन्छ हामीले टेस्ट फिक्स गर्न बिर्सिन्छ नयाँ फिचर सानो दिन गइरहन्छ र त्यसले गरेर तपाईँ टेस्ट गर्न बिर्सिन्छ अब यसो भनेको त खास राम्रो होइन होइन त्यो भनेको त अनि प्लस हाम्रो बिल्ड फेल भयो नि त्यो भनेको हाम्रो राम्रो कोड लेख्छौँ त्यसैले होइन त्यो चाहिँ एउटा टाइप अफ कल्चर जस्तो हो हामीले फलो गरेको अनि एउटा विकेश दाईको पहिलाको सर्वे एउटामा त्यसमा हेरे अनुसार चाहिँ 1 out of 2 डेभलपर्स लाइक अटोमेटेड टेस्ट पार्ट अफ देयर वर्क भनेको 10जना 5जना 6जना 5जना यो चाहिँ लेख्छौँ टेस्ट तर अब धेरै नम्बर भयो भने त त्यो हाफ नम्बर पनि धेरै हुन्छ टेस्ट लेखेकै राम्रो भन्छु हुन्छ नि हजुरहरूलाई पनि अनि त्यसपछि नयाँ नयाँ टुल्स एन्ड टेक्नोलोजिज एक्सप्लोर गर्नलाई पनि म इन्करेज गर्छु उहाँहरूलाई अनि लास्टली किसुन्दालाई म किसुन्दालाई प्लस अझ सबैजनालाई पनि किसुन्दालाई मोस्ट पर्टिकुलरली किनभने मलाई एकदमै इन्करेज गर्नुभएको थियो एकदम के भने मोटिभेट गर्नुभएको थियो यो सबै नत्र म आजलाई यहाँ मैले प्रेजेन्टेसन दिएर हुँदैन थिएँ खासमा अनि हेल्प पनि गर्ने गर्न सक्छु So I'd like all of you to try to write. अब लेख्ने बस्छ भने छैन ट्राई गर्नु अब रमाइलो लाग्यो भने ठिक छ कन्टिन्यू गर्न आउँछ तर नरमाइलो लाग्यो भने नहोला नि ठिकै छ तर लेखेको त होइन ओके द्याट्स इट अनि स्लाइड्सहरू चाहिँ हाम्रो वाइफाई ब्लगमा पनि छ मैले पनि लेखेको ब्लग पोस्ट सो थ्याङ्क यू एनी क्वेसन्स जस्तै अब हाम्रो के छ भन्दाखेरि डिस्प्ले अकाउन्ट भने नि होइन त्यसमा चाहिँ कुनै प्रोजेक्ट यति ठुलो हुन्छ कि त्यहाँ टेस्ट रन गर्ने एक घन्टा लाग्छ क्या त्यस्तो केसमा चाहिँ कसरी अब त्यो रिड्युस गर्न सकिन्छ होला टाइमलाई अब धेरै फ्रिक्वेन्टली अब उयो गरेर राख्ने कि अब एउटा लास्ट इन्टरप्रेटरमा मात्र अब डिप्लोय गर्ने चाहना जाने त्यस्तो होइन
कसरी गर्ने अब एकदमै ठुलो छ भए त जस्तै एउटा युनिट टेस्ट गर्नु धेरै टाइम त लाग्दैन खास अब एकदमै ठुलो छ भए सबै टेस्ट रन नगर्ने जस्तै हामीले केही एउटा सर्टन क्लासमा चेन्ज गरेका छौँ भनौँ 10वटा क्लासहरूमा चेन्ज गरेका छौँ अरे अनि हामी जब टेस्ट रन गर्छौँ त्यसको लागि अब त्यो जुन चेन्ज गरेका छौँ होइन त्यो क्लासहरूलाई टेस्ट रन गरेर हामीले गरेको चेन्ज चाहिँ क्लास त्यहाँ पासिङमा थाहा हुन्छ नि त सबै कुराहरू अब हामीले चेन्जै गरेको छैन जुन कोड अब नयाँ कुरा त्यहाँ गएकै छैन भने त्यसको टेस्ट पनि चेन्ज भएको हुँदैन त्यसलाई रन गरेर जस्ट पास भन्ने हुन्छ तर त्यो एकदमै ठुलो छ भने त्यसलाई पनि हटाउँछ त्यस्तो कुराहरूलाई जुन अघि हाम्रो डिप्लोइमेन्ट भनेको थिएँ क्यापेस्ट्रोमा भएर हजुर त्यस्तोबाट कन्ट्रोल गर्न मिल्छ कि मिल्दैन मिल्छ त्यो क्यापेस्ट्रोमा मिल्छ जस्तै हामीले यतापट्टि सिल्भरले बिल्ड डाउन गर्छ हाम्रो त्यो पास भयो भने चाहिँ अटोमेटिकली त्यसलाई मास्टरमा डिप्लोय गरिदियो भने पनि त्यो पनि सर्भर त्यसलाई कन्टिन्युस पिएचपी कन्ट्रोल गर्न मिलिहाल्छ करेन्ट क्लासबाट सो यो चाहिँ म चाहिँ तपाईँको भ्यू चाहिँ लिन चाहन्छु होइन अरूले आन्सर गर्दा हुन्छ हामीले एउटा कन्ट्रोलरहरू चाहिँ अब टेस्ट गर्दा राम्रो कि नगर्दा राम्रो खासमा मैले अघि कन्ट्राडिक्टरी आन्सरहरू दिएको छु कसरी गर्नुपर्छ भन्छ युनिट टेस्ट चाहिँ कसरी चाहिँ फङ्सन टेस्टले कभर गरिदिन्छ भन्छ कसरी चाहिँ अब धेरै ठाउँमा धेरैवटा आन्सर पाएको छु त्यही भएर मलाई चाहिँ लाग्छ कि गर्नुपर्छ अथवा होइन कन्ट्रोलरहरू स्लिम हुनुपर्छ होइन तर पनि अलिकति कोड हुन्छ त्यसमा त्यो पनि त अब अलि टेस्ट गर्नुपर्छ के छ अहिलेको प्र्याक्टिस गर्नुको पनि के गरेर अब कन्ट्रोलरहरू भनेको हाम्रो बेसिकली अब वेब एप्लिकेसनलाई त अब एउटा रिक्वेस्ट अब एउटा युआरएल त्यसले के रेस्पोन्स हुन्छ त्यसलाई हामी स्मुथ टेस्ट गर्नु त मिल्छ तर कन्ट्रोलरलाई पनि टेस्ट अब त्यस्तो हुन्छ नि त हामीले सबै कोडहरू कन्ट्रोलरमा राख्दैनौँ नि त्यसपछि अब सर्भिस लिएर जस्तो त्यो जुन बिजनेस लजिक हुन्छ त्यो त हामीले अरू क्लासमा राखेर हाल्छौँ जस्ट कन्ट्रोलरले के गर्छ कन्ट्रोलमा आउने हिसाबले एउटा रिक्वेस्ट हो मान्छेले दिने एउटा रेस्पोन्स हो बिचमा के हुन्छ त भन्ने कुरा त्यो त हाम्रो सर्भिसबाट जे गर्छ सर्भिसमा जे पठाउँछ त्यसले त्यही नै गर्छ अथवा त्यहाँ एउटा के भने कन्ट्रोलहरूमा त्यो त सर्भिस हाम्रो सर्भिस क्लास हामी टेस्ट गर्छौँ अब हामी मैले पनि हाम्रो काम गर्ने ठाउँमा हामी पनि कन्ट्रोलर टेस्ट गर्दैनौँ किनभने त्यहाँ कोड धेरै उयो हुँदैन त्यही उता कल गऱ्यो अनि यतापट्टि चेन्ज गऱ्यो त्यो त्यही कुराहरू रन गरेर आउँछ मोस्ट अफ त्यसैले अब त्यसलाई टेस्ट गर्नुपर्छ भन्ने चाहिँ म भन्दिनँ तर नगरे पनि हुन्छ भने भन्दिनँ गरे पनि एनिमल क्याटको कसैलाई त्यस्तो छ भने प्रिसिडेन्ट हुनुपर्छ भन्ने चाहिन्छ जसले पनि आफूलाई के एन्सर छ म दिन सक्छु कन्ट्रोलरलाई त एउटा तपाईँले ट्राफिक पुलिस जस्तै हेर्नु हुन्छ होइन त्यसको काम तपाईँलाई यो रिक्वेस्ट आउँछ भने यता यता यो राउटिङको काम गर्छ नि त नर्मली हामीले युनिट टेस्टिङ हामीले कन्ट्रोलरमा गर्दैनौँ नगरिने हुन्छ अब केलाई गर्ने भन्दाखेरि हाम्रो बिजनेस मोडलहरू जहाँ हुन्छ हाम्रो एक्चुअल कोर भनेको बिजनेस मोडल हाम्रो बिजनेस लजिक जहाँ हुन्छ जुन क्लासमा हुन्छ त्यसलाई गर्ने हुन्छ युनिट टेस्टिङहरू त्यसमा गर्दा हुन्छ यदि कन्ट्रोलर टेस्टिङ गर्नु नै छ भने स्मोक टेस्टिङ गर्न सक्नुहुन्छ अथवा चाहिँ तपाईँहरूले इन्टिग्रेसन टेस्टिङ एक्सेप्टेन्स टेस्टिङहरू गर्दाखेरि चाहिँ हामीले फङ्सनल टेस्टिङमा पनि आउँदैन बट इन्टिग्रेसन टेस्टिङहरू गर्दाखेरि चाहिँ त्यो त्यही कभर भइहाल्छ Okay, thank you everybody and the PHP developers team. Thank you very much and have a nice day.